हेलो गाइज नमस्ते। हजुरहरू सम्पूर्णमा मैले यो एउटा भिडियो बनाउँदै थिएँ हैन। यो भिडियो बनाइरहेको छु र हजुरहरूमाझ यो सनाई र नौमती बाजाको विषयमा मैले धेरैवटा कुराहरू मैले गर्दै आएँ र धेरैवटा भिडियोहरू मैले हजुरहरूमाझ ल्याएर पस्केर मैले गरिरहेको अवस्थामा धेरैजना मित्रहरूको डिमान्ड भएअनुसार हजुर सबैले भन्नुभयो कि हजुर हामीलाई यो सनाईमा यो माथि बजाउने पिपिरी बान्न अथवा बनाउन सिकाइदिनुहोस् न भनेर भन्नुभएको छ। त्यसले गर्दा यो सनाईमा लाग्ने पिपिरी उहाँहरूले पिपिरी भन्नुभयो, तर यसलाई हामी चाहिँ के भन्छौँ भने तारिका भनेर भन्छौँ होइन। तारिकाको पत्ता भनेर भन्छौँ। अनि त्यो तारिकाको पत्ता चाहिँ हामीले यस्तोमा बनाउने एउटा मेलो छ होइन। हामी आज यसमा सनाईको तारिका बाँधेर हजुरहरूमाझ म पस्किने छु र सम्पूर्ण व्यक्तिहरूले हेरिदिनु होला। अनि यो चाहिँ मेरो सनाई बनाउने ठाउँ है। यो ठाउँमा चाहिँ बसेर म यसरी सनाई बनाउँछु है। यहाँनिर चाहिँ बसेर म सनाई बनाउँछु होइन। यो मेरो सनाईको काँजोहरू हरेक कुराहरू फुलीहरू रसायन गर्दाखेरि यो चिज चाहिँ मैले युज गर्ने गरेको छु र म यसरी ढ्याङ्ग्रो स्याङ्ग्रो पनि बनाउँछु है। र आज म तपाईँहरूमाझ म यो सनाई बनाउने होइन, म चाहिँ यो सनाईको जुन हजुरले भने जस्तो पिपिरी बनाउने एउटा आइडिया हजुरहरूमाझ म पस्किन गइरहेको छु है। र कसरी गरेर त्यो सनाईको पिपिरी बनाइन्छ भन्ने कुराहरू हजुरहरूमाझ म पस्किँदैछु। ध्यानपूर्वकले यसलाई अलिकति यसो डाउन गरिदिएको है, यो देखिँदैन कि भनेर नि। अब हामीहरूसँग चाहिँ सनाईको तार, हामी तार भन्छौँ है। यो एउटा तारिकाको पत्ता हो। यो तारिकाको पत्ता हो। यो चाहिँ केही गरेको छैन, तारिकाको पत्ता होइन, काटेर ल्याएर सुकाएर राखेको मात्रै हो। यो चाहिँ हामीले पकाएको हो। तारिकाको पत्ता जाँड पकाए ठाउँमा, त्यो जाँडको बान रक्सी पकाए ठाउँमा त्यो कट हुन्छ नि, त्यो कटमा चोबिदिएको छ भने यो एकदम नरम भएर बस्छ, पछिसम्म पनि राम्रो भएर राम्रो बच्छ। जाँड रक्सी पार्दै गरेको कटमा हाल्नुपर्छ यो तार। अनि यो रातो रातो छ त किन भन्नुहुन्छ भने यसमा चाहिँ हामीले रङ लगाएको है। रङ लगाएको, पहिलाको जस्तो अरिजिनल रङहरू पाउँदैन अहिले, अलिक कस्तो हुन्छ। त्यसले गर्दा यो रङले गर्दा यो रातो रातो देखिएको है गाइस। र यसलाई हामीलाई सर्वप्रथम के गर्ने, पानी चाहिन्छ है। बटुकामा पानी चाहिन्छ। यो पानीमा यो तार ठ्याप्प भिजाएर राखिदिने। त्यसको पछाडि हामीलाई के चाहियो, हामीलाई धागो चाहिन्छ, कपडा सिलाइ गर्ने धागो चाहिन्छ है यसरी। अनि यो धागो चाहिँ हामीले यसो गर्छौँ र 1 2 फन्को गर्दा 4 डोरा हुन्छ, 4वटा डोरा हुन्छ। 4वटा डोरालाई चाहिँ सुई बाँड्छौँ है। पहिला नम्बरमा हामी यो 4 डोरालाई सुई बाँड्छौँ। अनि बाटेर हामी यसरी फेरि यसलाई बाँड्छौँ है। फेरि यसलाई बाँड्छौँ। अनि यो बाटेर यसरी यो जम्मी 8 डोराको भयो। यो धेरै मोटो डोरी हुनु हुँदैन है। यो एकदम खिरिलो यस्तो सानो ठिक्कको डोरी हुनुपर्छ। यो धेरै मोटो हुनु हुँदैन है। तार बाँध्दाखेरि 1 नम्बरमा यो आयो। पहिला नम्बरमा हामीले तार भिजायौँ, 2 नम्बरमा यो डोरी बाट्न थाल्यौँ। 3 नम्बरमा हामीलाई के चाहिन्छ, यो एउटा दुम्सीको काँडो पनि चाहिन्छ है। यो दुम्सीको काँडो भयो भने हामीलाई सनाईको तार बाँध्न सजिलो हुन्छ। यो हाम्रो सपोर्टको लागि हो है। तेस्रो नम्बरमा के चाहिन्छ, हामीलाई तेस्रो नम्बरमा ब्लेडको आवश्यकता पर्छ है। ब्लेड अर्थात् कैँचीले पनि त्यो काट्न सकिन्छ, तर कैँचीले काटेर चाहिँ त्यो साइजमा ल्याउनलाई अलिकति अप्ठ्यारो हुन्छ र यो चिज चाहिन्छ है हतियारको नाममा।
अनि अब हामी के गर्छौँ त भन्दा अब यो तार अलिकति भिडियो लामो हुन्छ होला, ध्यानपूर्वकले हेर्नु होला हजुरहरूको लागि है। यो चाहिँ सबैले मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब चाहिँ अनिवार्य गरिदिनु होला ल प्लिज। हजुरहरूलाई मैले यत्रो यो ध्यान दिइराखेको छु, सिकाइरहेको छु। अब यो कैँची किन चाहिन्छ भन्नुहुन्छ भने नि, अब यो हामीलाई ठिक्क एउटा सनैको तारको लागि मात्रै भन्दाखेरि यहाँ हामी 2 इन्चीको यो ठुलो पाटा छ नि त, ठुलो पाटा भएपछि हामी यो 2 इन्ची समथिङमा काट्छौँ है। यो 2 इन्चीमा काट्छौँ र यो एक पत्ता राखिदिउँ। अब यसको उल्टो सुल्टो हुन्छ है, उल्टो सुल्टो हुन्छ। यता यसो छाम्ने, यसो छाम्ने, कतापट्टि चिल्लो छ, यतापट्टि चिल्लो रहेछ। अब हामी यो चिल्लो भागलाई चाहिँ के गर्छौँ त भन्नुहुन्छ भने, चिल्लो भागलाई भित्री भाग पारेर ठ्याक्क यसरी भित्रपट्टि पार्यौँ। यो दोबारेँ मैले है, यो दोबारिसके पछाडि यसलाई बराबर लेभलमा मैले यसलाई कटिङ गरेँ। 2 पत्ता भयो नि, नबिर्सिनु होला यो, मैले चाहिँ बिर्सिन्न हैन, तपाईहरु नबिर्सिनु। अब यो उल्टो सुल्टो होला, सुल्टै सुल्टो राख्नु होला, जता चिल्लो थियो त्यतै मात्रै है। यो चाहिँ मैले नबिर्सेको कारणले गर्दा मैले फुट्टा पारेर देखाएँ। अब यसलाई के गर्ने, यसलाई फेरि यसो गरेर हामी यतापट्टि यस्तो छ, यतापट्टि पनि यस्तो छ। अब यसलाई चाहिँ बराबर गर्ने र यसो गरेर दोबार्ने, ठिक बराबर पारेर दोबार्ने है। यसरी बराबर पारेर दोबारिसके पछाडि यसरी छ्यापछ्याप पारेर समाउने, सिधा समाउने र यसलाई हामीले छड्के कटिङ गर्नुपर्छ। छड्के कटिङ गर्दाखेरि कसरी गर्ने त भन्दाखेरि, यो सनाइको यो नली छ नि, यो नली भन्दा सेक ठुलो यहाँ हुनुपर्छ है। यो तार काट्दाखेरि अलिकति ठुलो हुनुपर्छ। यसरी यो छड्के काटिदिउँ हामी है। अब यो ब्लेडको पनि काम आउँछ। अब ब्लेडको काम आउँछ कतिखेर भन्दा, यसलाई चाहिँ अलिकति सेपले सानो ठिक्कको पार्नलाई यसले ब्लेडले यसरी कटिङ गर्नुपर्छ है। ब्लेडले यसरी कटिङ गर्नुपर्छ। अब यो साइजमा आइसक्यो है। अब हेर्नुहोस् है, यो साइजमा आइसक्यो। अलिकति यो भन्दा ठुलो छ हैन। अब यो ठुलो त छ, अब के गर्ने, यसलाई फेरि यो यता दुईटै छ, यता दुईटै छ। हामीले त अघि यसरी भाँचेर बीच भागमा काट्यौँ है। अब यसलाई फेरि सिधा गर्छौँ। सिधा गरेर यो धागो फेरि लिन्छौँ, यो धागो लिन्छौँ। यति छोटो धागो छ, यसलाई हामी 6 फन्का घुमाउँछौँ। हेर्नुहोस् है, 1 2 3 4 5 6 फन्का घुमाएपछि यसलाई हामी भरिसक्के गाँठो पार्छौँ है। धेरै जस्तो अब हामी त अब तपाईहरुलाई देखाउँदाखेरि यहाँ मैले गाँठो पारेँ हैन, यहाँ मैले गाँठो पारेँ तपाईहरुलाई देखाउँदा। प्राय म चाहिँ गाँठो पार्दिनँ, यसो थुक लगाएर लबेडिदिन्छु, ती हुन्छ है। अब यो धागो, यो बडी धागोको हामीलाई काम छैन। अब हामीले यो धागोलाई यहाँ छेउबाटै काटिङ गरेर निकाल्दिन्छौँ है। बराबर भयो है। यता दुईटा छ है, यता दुईटा चाडा भयो यो। अब यो चाडा त भयो नि। अब यो चाडालाई के गर्ने भन्दाखेरि, यो दुईटाको बीच भागबाट यो हामी सट्ट छिराउँछौँ, बीच भागबाट सट्ट छिराउँछौँ हामी यसरी। दुम्सीको काँडोको काम हेर्नु है, यहाँ हामीले यहाँ छिरायौँ। अब यतापट्टिको भाग हामी यसो गरेर यता मोडेर तल झार्यौँ। अब यतापट्टिको भाग पनि यसो गरेर मोडेर यता तल झार्यौँ। अब यो हामीले हेर्नुपर्छ, यो बराबर हुनु पर्यो है। भरिसक्यो, यताउता बाङ्गो टेढो बस्ला त्यो याद गर्नुहोस् ल है। यसो गरिन्छ। यसो गरिसके पछाडि अब म चाहिँ, अब तपाईहरु कसो गर्नुहुन्छ हैन, म चाहिँ अब हात अब धेरैवटा नभएको कारणले गर्दा यसलाई चाहिँ दाँतले चेपेर राख्छु। अब यसो यसो अनि फेरि यसो यस्ता है। यो
यो कम्पलसरी सुर्काउने भइसकेको छ है। हजुरहरू घर गाउँमा दाम्ला डोरी बाट्नुहुन्छ भने हजुरहरूलाई थाहा हुन्छ है यस्तो खालको पछौटो बनाउनलाई। अब यसलाई यहाँ हामी सरक्क हाल्छौँ। सरक्क हालिसकेर के गर्छौँ त, एउटा धागो यसरी दाँतले टोक्छौँ, एउटा धागो यता हातले चेप्छौँ, अनि यसलाई फेदामा मिलाएर बराबर हेर्छौँ कसेको छैन। अहिले यहाँ ठ्याक्क यहाँ लेभल मात्रै मिलाएको छ। अब यसलाई के गर्छौँ, यसो गरेर चट्ट तानेर हामी कसिदिन्छौँ, टाइट गर्छौँ। हेर्नु है, यसलाई टाइट गरियो है। अब के त भन्दाखेरि अब यो त अब साइडहरू अब मिलाउनु पर्छ, छाँटछुट गर्नुपर्छ है। अब छाँटछुट गर्दाखेरि यसरी चट्ट आफूलाई अब त्यो कहाँ बाङ्गो छ जस्तो लाग्छ भने त्यसलाई छाँटछुट गरेर यसरी बराबर यो पाटा दुईटै पाटा चाँडै पाटा हेर्नुहोस् है, यहाँ बराबर आयो। यता लामो छोटो छ नि हैन, लामो छोटो छ नि। अब यसलाई पनि हामी छाड्छौँ, यहाँ समाउनुपर्छ। यहाँ समाएर यसरी चट्टसँगले छाँटछुट गर्ने बराबर। धागो काटिएला होस् गरेर है, धागो काटिनु हुँदैन। अब यो के गर्छौँ त, यति गरी त सकियो नि। अब के गर्ने, यत्रै तार बज्छ त बज्दैन। अब हामी यो नली लिन्छौँ है। नली लिएर यहाँनेरि सट्ट नलीको बिचमा यो हामी यो दुम्सीको काँडो हाल्छौँ। दुम्सीको काँडो हालिसके पछाडि यो त माथि छ नली तल छ, कसरी भन्नुहुन्छ होला। अब यसलाई हल्का रूपले यता उँधो सार्ने, सरो सर्दै गयो। ल यो नलीमा पनि पसिसक्यो, हेर्नुहोस्। अब नलीमा पसेपछि एकपल्ट फेरि टाइट गर्नु, टाइट भयो है, टाइट गरेँ मैले। अब हेर्नुहोस् यो दुम्सीको काँडो निक्ल्यो, काम छैन है। अब काम छैन, तर काम छैन होइन, हुन्छ काम। यस्तो भयो। अब यतिकै त बज्दैन, हप 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 गर। अब यसलाई के गर्ने, यही कैँचीले नै काट्दा पनि हुन्छ है। यसो गर कि स्वाट यस्तो काट्यो एकपल्ट, अर्कोपल्ट पनि यहाँबाटै यस्तो काट्दियो। कस्तो भयो, यस्तो भयो। बजेन होइन। अब हेर्नु, यसलाई च्याप्पा पारो नि, बज्यो हो, बज्छ। अब यसलाई यत्रो त बजाउने कुरा आउँदैन, यत्रो मुखमा पनि हालिँदैन। अब यसलाई चाहिँ कैँचीले हुँदैन, अब यसलाई ब्लेडले हेर्नुहोस् यी सरसँगले यसलाई गोल घुमाएर काटिङ गरिन्छ। गोलमा एकदम गोल, सट्ट फर्काइ फर्काइ दुईतिरबाट हेर्दै छाड्दै हेर्दै छाड्दै है। हेर्नुहोस् अब हेर्नु, यो त ठुलो छ, हामीलाई त अलिक सानो ठिक्क चाहिन्छ। तपाईँहरूलाई देखाउनको लागि ठुलो बनाउँदैछु। यसलाई अलिकति यसो यहाँनेरि चेप्नुपर्छ है। यस्तो चेपेपछि अनि लाइन आउँदैछ होइन त, मेलो आउँदैछ नि होइन गाइज। अब हेर्नु है, अब यो सानो ठिक्कको बनाएपछि अझै ठुलो छ, अझै छाट्ने, अझै छाट्दै जाने। एकैचोटि ड्याम्मै काट्नु हुँदैन है, यो काटियो भने चाहिँ बिग्रिन्छ है। यस्तो प्रकारको हुनुपर्छ यो है, देख्नुभयो नि, यस्तो हुन्छ, यसरी बाँधिन्छ। अब यो धेरै खाँदो भने साह्रो हुन्छ, ठिक्क माथि लेभलमा राख्नुपर्छ है। यहाँ कहाँबाट कालो कालो लागेछ। अब यो यसरी लेभलमा राखेर यत्तिको फ्या पार्नु पर्यो है, देख्नुभयो नि। यत्तिको फ्या पारेपछि यो अब यो अनिवार्य भिजाउनुपर्छ। यहाँ धागो लगाएको ठाउँ यो भिजाउनुपर्छ। यो भिजाएपछि यहाँबाट हावा उँभो लिख भएर आउन पाउँदैन। अनि अब यो
ठुलो भयो, तार ठुलो भयो, उहाँ गएर बज्यो होइन। अझै यसलाई छाँटकाट गरेर अझै सानो बनाउनुपर्छ। यो एकदम सनाइमा कस्तो आवाज निकालेर बजाउनु पर्ने हो भन्ने कुरा चाहिँ आफूले बुझ्नुपर्छ है। ल हेर्नुहोस्, यो फुली नलाएकोले पनि होला, अलिक अर्कै अर्कै आवाज आयो। अनि अब यसको काम के हुन्छ त भन्दाखेरि हेर्नुहोस्, यो फेरि यही बिच भागबाट यो घुसाउँछौँ। यो घुसाउँछौँ अलिक मजाले थिचेर यसलाई फेरि फुत्तै उँभो निकाल्छौँ। उँभो आयो, उँभो आयो, आएपछि अब यसलाई तान्यौँ होइन, तानेर निकाल्यौँ। अब हामी के गर्छौँ हेर्नुहोस् है, यो नलीमा यसलाई भन्छ ओथारी। ओथारी ट्याक्क यहाँ लगाइन्छ है। ओथारी लगाइसकेर फेरि यही सिनकै पहिला यसरी घुसाइन्छ। सिनको घुसाइसके पछाडि फेरि यसलाई उँधो हामी ठेल्छौँ। उँधो ठेलेपछि कति घुसाउने हो त्यही आफ्नो लेभलले घुसाउने है, धेरै नघुसाउने। लो हेर्नु त, यस्तो हुन्छ यो है। यो धागोले गजनको चाहिँ देखियो कि क्या? लो हो, यस्तो भयो। अब यो बजाउन सजिलो भयो। जति माथि तानो त्यति कमलो हुन्छ। यो धेरै खाँद्नु हुँदैन है। यो तारिका धेरै खाँदो भने एकदम साह्रो हुन्छ फुक्नलाई। यो तारिका ठिक्क मिलाएर लेभलले राख्नुपर्छ। यो गाँठोभन्दा माथि यो नली ननिक्लियोस् उँभो। म यसको फुली लगाउँछु, फुली लगाएर फेरि बजाउँछु। आवाज सुन्नुहोस्। यो फुली त निक्लेन त। होइन, त्यसलाई फुली लगाएर ट्राई गरौँ भने आउँछ। ल हेर्नुहोस् है त, अब यो अघि कस्तो बज्यो अब कस्तो बज्छ ल फुली लगाएपछि। हजुरहरूलाई सनाई चाहिन्छ भने हजुरहरू सम्पूर्णले डिमान्ड गर्न सक्नुहुनेछ, अर्डर लिन सक्नुहुनेछ। हजुरहरूले अर्डर गरे बमोजिमको सनाईहरू बनिनेछ है। यो पूर्वेली सनाई हो। यो अलिकति अर्कोको यसमा लाउँदा खकुलो भयो होइन, त्यही भएर खुत्रुक्क झऱ्यो। डन्ट माइन्ड गाइजहरू। अब यस्तै छ। हजुरहरूलाई जति पनि पूर्वेली सनाई चाहिने हो भनेदेखि हजुरहरूले सम्पर्क गर्न सक्नुहुनेछ होइन। ल
ल यस्तो यस्तो सनाईहरू बनिन्छ। नौमती बाजाका सम्पूर्ण सामानहरू यहाँनिर पाइन्छ, उपलब्ध हुन्छ हजुरहरूमाझ है। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। 20 मिनटको भइसकेछ भिडियो। ल हजुरलाई फेरि आउँदा दिनहरूमा अरू पनि कला कल्चरहरू लिएर आउनेछु। हस् त, नमस्ते, बाई।